सम्पूर्णलाई आज चाहिँ म तपाईहरुलाई मेरो नाइट ड्युटीमा गर्ने कामहरु देखाउँछु। अहिले चाहिँ तपाईले देख्नुहुन्छ यहाँ हिटर छ। यो हिटर चाहिँ तल सुँगुरलाई चिसो हुन्छ भनेर हो। अहिले चाहिँ जाडो छ कोरियामा, त्यही भएर यो यसरी राख्दाखेरि चाहिँ सुँगुरलाई तातो हुन्छ भने हामीले चाहिँ राखिएको हो। यसरी राख्दाखेरि सुँगुरलाई एकदमै राम्रो हुन्छ। यो चाहिँ केज सिस्टम भन्छ यसलाई चाहिँ। तपाईले ठुल्ठुलो कम्पनीतिर यसरी राखेको हुन्छ। परसम्म तपाईले देख्नुहुन्छ यहाँ चाहिँ हिटर छ। यो चाहिँ हिटरले गर्दाखेरि सुँगुरलाई माथिबाट चाहिँ जाडो नहोस् भनेर हो। यो चाहिँ अर्को कोठा। यो अर्को कोठामा चाहिँ म यहाँ चाहिँ भारे लगाउने ठाउँ हो। यहाँ चाहिँ जब हामीले सुँगुरलाई गर्भवती बनाइन्छ त्यसपछि तल्लो अघिल्लो डिपार्टमेन्ट लगेर राखिन्छ लाइन बाइ लाइन। यो चाहिँ एकदमै राम्रो हुन्छ। यसरी सुँगुरलाई राख्यो भने चाहिँ कुनै पनि स्ट्रेस पाउँदैनन्। तपाईले देख्नुहुन्छ सुँगुरहरु ठुल्ठुलो आवाजमा कराइरहेछ किनभने म चाहिँ राति काम गर्न आएको थिएँ। मेरो चाहिँ राति हामी चाहिँ 1 घण्टा चाहिँ ओभर टाइम हुन्छ। 1 घण्टा ओभर टाइममा चाहिँ सबै सुँगुरहरु हामीले यसरी कस्तो छ, चारो झरेको छ कि छैन, सुँगुर बाहिर निस्किएको छ कि छैन सबै चेक गर्नुपर्ने हुन्छ। यहाँको पानीहरु खाएको छ कि छैन, सुँगुरले राम्रोसँग बसेको छ कि छैन सबै चेक गरेर हामीले चाहिँ भरे डायरीमा लेखेर पठाउनु पर्ने हुन्छ। र तपाईलाई यस्तै भिडियो चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब शेयर पनि गरिदिनु होला, किनभने मेरो च्यानलमा चाहिँ सबै सुँगुरको बारेमा मात्रै आउँदछ र सुँगुर प्लस एनिमलहरुको बारेमा मात्रै आउँदछ। मैले अगाडि पनि माछाको भिडियो बनाएको छु, त्यो पनि धेरै राम्रो छ साथीहरु, गएर हेर्नु होला।